साथीहरु आज मैले यसो अनलाइन अर्डर गरेको थिएँ। वेडनेसडे को दिन मैले अर्डर गरेको सामान यो माउस कीबोर्ड यो चाहिँ खोल हो। यो माउस कीबोर्ड मैले वेडनेसडे को दिन किनेको अर्डर गरेको थिएँ अनि आज आइपुगेछ मेरो। हेर्नु साथीहरु, यो चाहिँ माउस, यो चाहिँ माउस अनि यताको यो कीबोर्ड। यसो टाइपिङ गर्नको लागि जस्तो तपाईहरु पनि कुनै कम्प्युटर सिक्न चाहनुहुन्छ भने यसो प्र्याक्टिकलको लागि हजुरहरुले पनि यस्तै अनलाइन अर्डर गर्न सक्नुहुनेछ। मैले वेडनेसडे को दिन अर्डर गरेको थिएँ, आइपुगेछ है साथीहरु। अब यो 1150 मात्र परेको हो। अनि मलाई यो राम्रो लागेर अर्डर गरेको थिएँ। यो भन्दा पहिले पनि मैले झापा जिल्लामा हुँदाखेरि मैले केही सामानहरु अर्डर गरेको थिएँ। यो टाइपिङ गर्ने रहेछ, तर अब यसले चलाउने कसरी भन्नु, यो अन त भयो, कनेक्ट ब्लुटुथ कनेक्ट रहेछ नै साथीहरु। मैले अर्डर गरेको सामान आइपुग्यो। यो चाहिँ कीबोर्ड, यो चाहिँ प्याकिङ प्लास्टिक हो। यहाँनिर पनि छ यो माउस। यहाँनिर कस्तो छ, यहाँनिर एउटा ब्याट्री हालेर चार्ज गर्नु, ब्याट्री हालेर चलाउनु पर्ने रहेछ। यो चाहिँ खोल हो। अब यो चाहिँ लिटर रहेछ, यो जुन कसरी चलाउने र कसरी सिक्ने प्र्याक्टिस गर्नेको लागि भनेर दिएको रहेछ। यहाँ wireless keyboard operating instruction लेखेको छ। अनि 1 मा फ्युचर इज pairing instruction, hotkeys 3 मा, 4 मा इंडिकेटर चार्जर में इंस्ट्रक्शन, 6 मा ट्राभल हटिङ स्पेसिफिकेसन 7। अब म यसलाई बन्द गर्दैछु। कस्तो लाग्यो यो मैले अर्डर गरेको सामानहरु, मन पर्यो नि? हजुरहरुले पनि अर्डर गर्न सक्नुहुनेछ। अब म यसलाई प्याकिङ गर्न लागेको छु। मलाई यो कीबोर्ड चाहिँ असाध्यै मन परेर मैले माउस कीबोर्ड असाध्यै मन परेर मैले पनि अर्डर गरेको थिएँ। आज आइपुगेछ। हिजो स्याटरडे भएर हिजो गाडीहरु हाम्रो गाउँबाट गएन, त्यसैले आज सन्डे को दिन हात परे साथीलाई। यस्तै छ मेरो। यो चाहिँ के हो फेरि? यो चार्जर रहेछ। यो माउस को चार्जर, यो माउस कीबोर्ड को चार्जर रहेछ साथीहरु। अब यसो नपढिए पनि यसो टाइपिङ गर्न चाहिँ सिकौं भन्न लागि मैले यो कीबोर्ड